कोही कोही बोट फलेको फेरि यो राम्रो फलेको छ गाँड फल्छ नि गाँड यो त एउटामा कति केजीसम्म फल्छ एउटामा अब यो कस्तो हुन्छ भने एउटा पाक्छ होइन हजुर यो टिप्नु पऱ्यो किनर छोड्नु पऱ्यो 7 दिन पछाडि फेरि यो पाक्छ फेरि टिप्नु पऱ्यो कार्तिक दिन टिपेको फागुनसम्म टिप्नुपर्छ यो रातो हुँदै गयो टिप्दै गयो हरियो छोडिदियो फेरि टिप्यो गर्नुपर्छ 5-6 केजी त फल्ला है 5-6 केजी 5-10 केजी 10 केजी मेसिन राख्दा चाहिँ सही हुन्छ होला है मिसिन छ नि सुकाएर सुकाउनु पर्यो होला सुरुमा होइन मिसिन छ नि त्यहाँ तल घर छ अर्को घर पनि छ जम्मा अहिले घर त 3टा भयो त हाम्रो त मेसिन घर मेसिनको मिसिन हो माथि चाहिँ छ के भन्छ माथि चाहिँ बिरुवा राखेको छ अहिले यहाँ बिरुवा पनि लगाएको छ ए लाउँदैछन् काम गर्दैछन् आज कति रोपनीमा छ कफी चाहिँ कति रोपनीमा कति हजुर झन्डै 200 रोपनी 20 रोपनी 200 रोपनीमा सुन्तलालाई मात्रै लाउँदैछ भोलि ए सुन्तलालाई लाग्यो सुन्तलालाई कफी ठाउँ हुन्छ राम्रो हुन्छ नि है सुन्तलालाई कफी हुन्छ हुन त कि तर यो सुन्तला सबै मैले सेकेको नि सुन्तला सब धनकुटाको सुन्तला यो सुन्तलाहरू ग्राफ्टिङ सुन्तलाहरू अब के गर्ने त्यो सुन्तलालाई छोडिराख्ने अब खाले खान्छ नखाले यसलाई स्याहार गर्न छोडेको छ नि अब कफीपट्टि पनि जानु पर्ला सुन्तलालाई त्यस्तो ध्यान छैन यो लाउँदाखेरि देखिँदैन कि सुकेपछि देखिन्छ गोड्नु पर्यो होला काम त धेरै छ नि स्याहार नगरी त के होला यो खोर्सानी होइन यो त्यही दामी फलेको जङ्गली खोर्सानी साह्रै खोर्सानी कम्ती पिरो हुँदैन त्यो त सुन्तला चाहिँ अब अलिअलि मासुमा थालेको कस्तो यहाँदेखि सबै सुन्तला थियो नि त घरसम्म हजुर फर्स्ट बोट जति सुन्तला थियो त सुन्तला भन्दा त रमाइलो भएको नि इलामको 2 चोटि फर्स्ट भयो यहाँ सुन्तलामा दसैँ तिहारतिर फल्छ नि सुन्तला है सुन्तला हजुर दसैँदेखि त पहेँ हुँदा त छुट्टै खालको रमाइलो देखिन्छ नि त्यो कहिले पाहाड हिँड्नुपर्छ नि पाहाड बानी चाहिँ छैन है बानी चाहिँ छैन बानी छैन हिँड्नुपर्छ हिँड्ने बानी आउँछन् विदेशीहरू आउँछन् धेरै यहाँ विदेशी त कति आउँछन् भने जाति आउँछन् धेरै कि कफी उता लानलाई लानलाई हाम्रो नेपालबाट चाहिँ कुन कम्पनीले गरिरहेको छ हौ कुन कम्पनी एउटा लामा भन्ने छ केटीहरू आउँछन् यो सबै कुन ठाउँ त रोपेर पनि गएको होइन रोप्नु हामीले यहाँ बोट कस्तो हुन्छ कसरी फल्छ सबै हेर्नुपर्ने छ हाम्रो कफी दोकान छ हजुर जापानमा हजुर हाम्रो व्यापार चाहिँ कफीको छ भन्दै थियो तिनीहरूले तपाईँ त्यतिखेर कन्ट्याक्टहरू राखिरहनु पर्छ नि उमेश त्यसको आएको छ नि सबै छ म त हेर्दिनँ नि म त कन्ट्याक्ट राखेर होइन फल्दा चाहिँ यो बोट त यहाँ यो सबै फल्छ यो झाँगेपछि फल्छ यसपालि कम फलेको यो नफलेको भन्दा पनि हुन्छ यो त 1 वर्ष फल्छ अरे 1 वर्ष फल्दैन अरे कफी अस्तिको पालि फल्यो अरे पोहोरको साल कति सालमा फल्छ हो 3 वर्ष यो रोपेको हजुर 3 वर्ष हो राम्रो स्याहार गर्नु रोपेको 3 वर्ष जापानी अरे हो त्यसो भन्यो जापानी भन्छ जापान पनि होला जाडो ठाउँमा खान्छ यो होइन हजुर अलिक जाडो पाटो त हामी जाँदै गयौँ अहिले यो पाटो राम्रो छ नि एकदम यो डाँडा
डाँडा चाहिँ मन्दिरसम्म निस्किन्छ उता पारिपट्टिको सबै कफी त होला नि है कफी नै त होला नि त्यो पारिको चाहिँ होइन उति पारेको पारिको के हो त्यो चाहिँ हाम्रो जग्गा होइन कि त्यो उति साइडमा त्यो सबै हो कि पारिपट्टि चाहिँ होइन त्यो डाँडा चाहिँ होइन उता उता रुख भएको डाँडा चाहिँ होइन रुख भएको डाँडा चाहिँ होइन कफी भएको त हो नि त त्यो गहिरो हो सबै त्यो गहिरो देखे जति यो नाङ्गो छ नि हजुर त्यो चाहिँ सबै होइन यो भेग भयो अनि अनि के को बोट हो लाम्पाते कुन चाहिँ होइन उति छ यहाँ उति घारी छ नि सबै ढालेको ढालेको त अलिक कफीहरू ठाउँ ठाउँ मरेको छ नि हजुर भाँचेको यो खाली छ नि त्यो रुखले हानेर हो गोलियालाई बेचेको नि त दिनमा 10जना 12जना छ नि हौ काम गर्ने यहाँनिर है माथि कुनै काम हुँदैछ लेडिज जस्तो माथि छ नि त्यो कफी बनाउने कफी भन्दा कफीको बिरुवा राख्दैछ बिरुवा रोप्न घमाउनु त्यहाँ 40 रुपियाँ छ जग्गा माथि 40 रुपियाँ त्यो चाहिँ बिचमा लिएको अब यसमा के छ भने 5जनाको सियरमा छैन 5जना 2जना काठमाडौँको छन् हजुर 1जना झापाको छ एकजना जाँदा होइन हजुर 3जना भयो अनि उमेश अनि दिनेश गरेर 5जनाको सियरमा हुन्छ 5जनाको सियरमा चलेको छ होइन ठुलो स्कुल गर्नु कारण यति गर्ने मात्रै हुन्छ क्या गाह्रो पर्छ नि गर्नु सक्दैन लगानी गर्नु धेरै हो त्यसरी नफलेको यो चरममै हुन्छ नि त यो भन्दा अगाडि वर्ष फलिसक्यो है अगाडिको वर्ष फलिसक्यो अगाडि त्यो वर्ष फागुनसम्म भन्यो नि त कार्तिकदेखि टिप्न हुन्छ फागुन लागेपछि बन्द हुन्छ हराउँछ त्यहाँबाट अनि सेतै फुल्छ त्यो फुलेको बेलामा एकताल रमित लाग्दो हुन्छ पुरा सेतो रातो पनि फुल्छ नि रातो फुल्दैन सेतो मात्रै हुन्छ यहाँ चाहिँ सेतो सेतै हुन्छ